सदा चाहिँ यसपालि पनि बेलाखा वडा नम्बर 4 स्थित लाल बजारको यो कोवाजुवे छेउमा रहेको चौरमा लिङ्गे पिङ लगाइरहेका छौँ र विशेष गरी लाल बजारका भाइहरू यस कार्यमा सक्रिय भएर बिहानदेखि खटिराख्नु भएको छ र आज फुलपातीको दिनदेखि नै खेल्ने गरी हामी लगभग अबको 1-2 घण्टा पछि यो लिङ्गे पिङ खेल्न मिल्ने गरी चाहिँ बनाइसक्नेछौँ भनेर भाइहरूले हामीलाई जानकारी दिनुभएको छ र यो प्रचण्ड घाममा खटिरहने भाइहरू निकै मेहनती हुनुहुन्छ र सम्पूर्ण बेलाकावासीहरू त्यसै गरी यो मदन भण्डारी राजमार्ग हुँदै यात्रा गर्नुहुने यात्रीहरूलाई पनि एकचोटि यो स्पोर्टमा आएर दसैँको उपलक्ष्यमा यो लिङ्गे पिङ खेलिदिनु होला र रमाइलो मानिदिनु होला। यो विशेष गरी हाम्रो लिङ्गे पिङ पछिल्लोपल्ट निकै लोप हुँदै गएको हुँदा एउटा यो मौलिकता जोगाउनको लागि पनि हामीले यो विगत 3 वर्षदेखि निरन्तर रूपमा चाहिँ गाउँमा चाहिँ लिङ्गे पिङ लाउँदै आइरहेका छौँ। अलि माथि चढेपछि मिलाउनु हुन्छ अलिक पराल झर्ना जस्तो भयो यतातिर सबै टमेटर बाँध्नुपर्छ त्यसलाई सुत्रीले मजाले बाँध्दा पनि ठिक छ त हैन